र साथीहरु आज फेरि म यही गाबा खान आँटेकी गाबा ल्याएकी छु टिपेर र मैले चाहिँ नि त फेसबुकमा एकजना पोखराको दिदी हुनुहुन्छ नाम चाहिँ मलाई त्यति थाहा भएन बिर्से उहाँ दिदीले गाबा पकाएर खाएको मलाई यति मन पर्छ अनि उहीबाट चाहिँ मैले यो तरिकाले सिकेकी छु म पनि आज यसरी नै बनाउँछु बनाउन त म पनि गाबाको सब्जीहरु बहुत किसिमकै बनाउँछु तर मलाई उहाँ दिदीको सासूले बनाएको गाबाको सब्जी साह्रै राम्रो लागेर आयो देखेर र मैले पनि त्यसरी नै यस्तो टाइपले बनाएर यो गाबाको सब्जी बनाउँछु र बनाए पनि खाएर स्पेशली तपाईलाई पनि देखाउँछु म र गाबाको सब्जी चाहिँ यति नै मिठो हुन्छ नि साथीहरु तपाईहरु पनि ट्राई गर्नु होला आज चाहिँ म अर्कै तरिकाले बनाउँछु है र यसरी मैले चाहिँ नाम चाहिँ के थियो दिदीको मैले बिर्से तर गाबाको सब्जी पकाएको भिडियो बहुत नै राम्रो लाग्छ रेसिपी र यता मैले चाहिँ गाबा कस्तो कलिलो छ पात यता मैले सफा गरेर राखे आज मेरो दिउँसोको खाना चाहिँ म के बनाउँदै छु तपाईलाई देखाउँदै छु यता कच्चुको गाबा यता भिन्डी फ्राई गर्छु यता कुम्रो छ यो कुम्रालाई पनि फ्राई गर्छु अनि यो चाहिँ मुडे सागको अचार बनाउँछु दाल चाहिँ भिजाएर राखेकी छु र पटापट बनाउँछु तपाईलाई देखाउँछु म